हेलो हेलो नमस्कार सबैजनालाई। म चाहिँ आज फुकुओका आएको छु क्या मेरो सानीमाकोमा। एक्लै बस्दा बस्दा वाक्क लागेर ओसाका हुँदा त्यो रुममा कतिखेर दिन जाला जस्तो हुन्थ्यो। अहिले त फुकुओका आएको फ्रेस हुन पाएको छु, रमाइलो भएको छ। हिजो राति आएको थिएँ अनि आनन्द लागेको छ। डाक्टरले पनि फ्रेस भएर आइज, टेन्सन नलिई घुम्न जानुपर्छ, कहिले कहिले फ्रेस हुनुपर्छ भन्नुभएको थियो हस्पिटलबाट। अनि म आएँ मेरो सानीमाकोमा। अनि सानीमाले चाहिँ के खान्छस् भनेर भन्नुभएको थियो। अनि मैले मोमो भनेँ। मोमो त हामी नेपालीहरूलाई कसलाई मन पर्दैन होला है। सबको बेस्ट फुड के पर्छ भन्यो भने मोमो नै हुन्छ क्या। तर हेर्नु न यति सिम्पल तरिकाले यति मिठो मोमो बनाइदिनु भएको थियो। मैले यो खाइसकेपछि भोइस ओभर गरेर पोस्ट गर्न लगाएको भिडियो। फेरि हेर्नु न ठ्याक्कै यही दिन मिक्सर पनि बिग्रेर बिचरा सानीमाले चाहिँ ओखलीमा पिस्दै हुनुहुन्छ क्या अचार है। तर मोमो यस्तो मिठो भएको थियो। ओके बाई बाई गाइस।